हेलो एभ्रिवान वेलकम टु माई न्यू एपिसोड अफ सिरिज। आज चाहिँ मैले यो सिरिजमा चाहिँ सबैजनाले पर्खिरहेको टपिक चाहिँ आइटी सेक्टरको चाहिँ टपिक लिएर आएको छु र मसँग चाहिँ आज हुनुहुन्छ शिशिर मल्ल। एन्ड शिशिर मल्ल चाहिँ 2019मा न्युजिल्यान्ड आउनुभएको र हि स्टडिड लेभल 8 इन आइटी। अनि त्यस पछाडि चाहिँ उहाँले आइटी करियरमा चाहिँ काम गर्दै गर्दै अहिले चाहिँ शिशिर चाहिँ वेस्ट प्याकमा चाहिँ सफ्टवेयर टेस्टिङ रोलमा छन् म्यानेजमेन्ट क्यापेसिटीमा। र त्योभन्दा अगाडि नेपालमा हुँदाखेरि शिशिरले चाहिँ इन्जिनियरिङ म्यानेजर भएर पनि काम गरिसकेका छन् लोजिका बिन्स, जुन चाहिँ F1 सफ्टको सिस्टर कम्पनी पनि हो होइन। सो हि हेज अ भेरी लङ एक्सपिरियन्स इन दिस फिल्ड। न्युजिल्यान्डको कन्टेक्समा चाहिँ आइटी फिल्डमा चाहिँ के कस्तो अपर्च्युनिटी छ अनि हाउ टु गेट इन्टु आइटी रोल्स भन्ने बारेमा चाहिँ हाम्रो कुरा हुँदैछ आज। सो थ्याङ्क यू सो मच फर यर टाइम ब्रदर एन्ड आई वुड लाइक टु वेलकम यु इन माई पडकास्ट। थ्याङ्क यू सो मच ब्रदर। मलाई नि यसरी सेयर गर्न पाउँदा त्यो सोचिरहेको हुन्थेँ, लाइक यस्तो सेयर गर्न पायो भने फ्यु मान्छेहरूलाई चाहिँ हेल्प हुन्छ होला भन्ने इन्क्वायरी पनि आइरहेको हुन्थ्यो। ब्रोको मैले भिडियोहरू पनि हेरेर हुन्छु, पुरानो हेरिरहेको थिएँ, अनि अझ त्यसमै पार्ट हुन पाएँ, दामी लाग्यो। थ्याङ्क यू ब्रो। मैले अघि इन्ट्रोडक्सनमा चाहिँ आई थिङ्क एउटा कुरा के मिस गरेँ भने युआर अल्सो वेयरिङ खुकुरीको टी सर्ट, सो युआर अल्सो इन्भल्भ इन खुकुरी फुटबल क्लब होइन। सो वाट डिड आई मिस इन यर इन्ट्रोडक्सन, एनिथिङ यु वान्ट टु एड? आई थिङ्क प्रिटी मच कभर भएको जस्तो लाग्यो मलाई। म चाहिँ स्लाइटली त्यो ब्याकग्राउन्डमा जान्छु। मैले 2015-14को एन्डदेखि मैले आइटीमा करियर स्टार्ट गरेको थिएँ। नेपालमा डेरकदेखि गरेँ, अनि पछि लजिकामा गरेँ। अलमोस्ट 10 इयर्स जस्तो भयो। सफ्टवेयर टेस्टिङ डे वानदेखि नै सफ्टवेयर टेस्टिङ हो, अनि त्यही नै हो। आई थिङ्क अरू चाहिँ कभरै भइसक्यो जस्तो लाग्यो। ओके नाइस। सो सफ्टवेयर टेस्टिङ भनेको चाहिँ के हो फर अ लेमेन होइन? अब आइटीमा काम गर्नेहरूले त बुझ्छ डेफिनेटली होइन, तर नट एभ्री वान हु इज स्टडिङ फर्स्ट इयर इन आइटीले त नबुझ्न पनि सक्छ, अथवा लेमेन जसले चाहिँ करियर चेन्ज गर्न खोजिरहेछ। वाट डज सफ्टवेयर टेस्टिङ मिन्स? मैले अलिकति यसलाई त्यो एउटा एनालोजी दिएँ ल। के अरे, हाम्रो त्यो केबलहरू, इलेक्ट्रोनिक्स अर इलेक्ट्रिकल त्यो केबलहरू, केही सामानहरू हेर्दाखेरि त्यहाँ एउटा सानो ट्याग हुन्छ नि, क्युसी पास्ट भनेर। त्यो भने चाहिँ त्यो सामान त बनायो होइन, त्यो सामान चाहिँ युज गर्नलाई योग्य छ कि छैन, मेबी त्यहाँबाट करेन्ट पास लिक भइरहेछ कि के भइरहेछ भनेर त्यो टेस्ट गर्छ कि। त्यो चाहिँ कम्प्युटिङ टर्ममा चाहिँ कुनै पनि एउटा सफ्टवेयर बनायो, सफ्टवेयर बनाउँदा बित्तिकै अब एउटा रिक्वायरमेन्ट दिएको हुन्छ, अनि डेलिभर गर्दाखेरि नट अलवेज त्यही नै जान्छ भन्ने छैन क्या। अनि त्यो बिचमा चाहिँ हामी बस्छौँ, गेट किपर जस्तो हो, बसेर चाहिँ हामीले रिक्वायरमेन्ट के थियो र अहिलेको एन्ड प्रडक्ट के छ, त्यो रिक्वायरमेन्ट अनुसारको एन्ड प्रडक्ट डेभलप भएको छ कि छैन भनेर त्यो टेस्ट गर्नेलाई चाहिँ सफ्टवेयर टेस्टिङ भनिन्छ यो करियरलाई। त्यो चाहिँ अब सफ्टवेयर डेभलपमेन्टको सर्भिसलाई सफ्टवेयर डेभलपमेन्टको साइकलमै पर्छ होइन टेस्टिङ पनि? हो हो, त्यो चाहिँ अब प्लानिङ भयो, प्लानिङ पछि डेभलपमेन्ट भयो, डेभलपमेन्ट पछि टेस्टिङ हुन्छ, मोनिटरिङमा पनि पर्छ, मोनिटरिङको पार्टमा पनि भयो। पार्ट अफ एसडिएलसी सफ्टवेयर डेभलपमेन्ट लाइफ साइकल नै हो। अनि जस्तै त्यो कुरामा चाहिँ जस्तै एज अ युजर टेस्ट हुन्छ कि त्यो चाहिँ एज अ ब्याक इन कस्तो कस्तो हिसाबले हुन्छ टेस्टिङ? डिफ्रेन्ट लेभल अफ टेस्टिङ हुन्छ, तर नर्मल्ली हामीले जहिले पनि याद गर्नुपर्ने कुरा भने चाहिँ हामी चाहिँ एन्ड युजर जस्तो, मैले चाहिँ होइन, मैले नै चलाएर हो, मैले नै फ्युचरमा यो प्रडक्सनमा रिलिज भइसकेपछि, लाइभ गइसकेपछि रियल वर्ल्डमा मैले नै युज गर्ने हो भनेर त्यो प्रिटेन्ड गरेर गर्नुपर्छ। त्यो चाहिँ हामी चाहिँ त्योभन्दा बियोन्ड पनि गरिदिन्छौँ। अब डिफ्रेन्ट टर्महरू छ। मङ्की टेस्टिङ भने बाँदर जसरी चलाइदिने, बिग्रेको बिग्रेन भने। ड्रङ्क टेस्टिङ हुन्छ, अलिक ड्रिङ्क्स गरेर, अनि त्यो नर्मल दिमागले नभ्याउने ठाउँमा त्यो हल्का टिप्सी भइरहेको बेला के चलाइँदो रहेछ त्यस्तो हुन्छ। अनि अब ब्याकएन्डको अब हामीले अगाडि नदेखिने सेक्युरिटी जस्तो कुराहरू हुन्छ। पछाडिको सेक्युरिटीवाला कुरामा चाहिँ अलिकति मजाकै टपिक छ, कम्प्लेक्स टपिक छ। कति त्यो फ्रडहरू भइरहेको हुन्छ, डाटा लिकेजहरू भइरहेको हुन्छ। कहिलेकाहीँ देखिन्छ नि हाम्रो त्यो सर्भरहरू डाउन भएको, यताउता केहरू हुन्छ नि। त्यो कुराहरू चाहिँ अब सधैँ त क्याप्चर गर्न सकिँदैन, तर मोस्ट अफ द टाइम चाहिँ क्याप्चर भइरहेको हुन्छ, सो द्याट ओन्ली भेरी मिनिमल कुराहरू चाहिँ त्यसरी निस्किरहेको हुन्छ। त्यस्तो इस्युहरू चाहिँ त्यो सबै गर्ने काम चाहिँ हाम्रो। भनेपछि त्यो हाउ टेक्निकल इज द्याट? किनभने नेक्स्ट क्वेसन म के सोध्नेवाला छु भने होइन, वाट डज आइटी करियर मिन्स भन्ने सोध्नेवाला छु होइन। किनभने आइटी करियर चाहिँ कहिलेकाहीँ चाहिँ टेक्निकल पनि धेरै नै टेक्निकल कोडिङ मात्रै गर्नुपर्ने पनि हुनसक्छ होइन। तर
कहिलेकाहीँ चाहिँ फेरि इट्स एज सिम्पल एज इन युजरले चाहिँ त्यो प्रोसेसलाई बुझेर गर्ने एउटा सिम्पल भनौँ न एउटा सिम्पल अपरेसनल मात्रै पनि हुनसक्छ. सो हाउ टेक्निकल इज सफ्टवेयर टेस्टिङ रोल? यो मिक्सअप बोथहरू फर्स्ट चाहिँ यसको पनि दुईवटा टाइप हुन्छ. एउटा चाहिँ म्यानुअल टेस्टिङ हुन्छ, एउटा चाहिँ अटोमेटेड टेस्टिङ हुन्छ. म्यानुअल टेस्टिङमा चाहिँ जस्तै फेसबुकको एउटा इक्जाम्पल लिएर गऱ्यो भने फेसबुकले चाहिँ रिल भन्ने एउटा फिचर बनायो क्या, रिल हाल्ने. अनि त्यो चाहिँ कसरी टेस्ट गरिन्छ म्यानुअल्ली भन्दाखेरि चाहिँ रिल हाल्दाखेरि रिलमा आउनुपर्ने कुरा के हो, रिप्लाई गर्ने बटनहरू छ कि छैन, त्यो इमोजीहरू रियाक्ट गर्ने हुन्छ नि, त्यो बटनहरू छ कि छैन, त्यो इमोजीले राम्रोसँग काम गरेछ कि छैन. अनि एकचोटि रिल देखिसकेपछि नेक्स्ट टाइम त्यो त नदेखिनु पऱ्यो, अथवा लाइक त्यो एउटा नहेरेकोवाला अनभ्युडवाला एउटा इन्डिकेटर हुन्छ, भ्यू गरिसकेको चाहिँ अर्को हुन्छ नि. त्यो सबै कुराहरू चाहिँ म्यानुअली चेक गरिन्छ. त्यो चाहिँ अब सिम्पल जसले पनि गर्न सक्ने टाइपको भयो होइन. अर्को चाहिँ फेरि त्यही कुरा टेस्ट गरिरहनु पऱ्यो रिपिटेटिभ. भोलि रिलको ठाउँमा एउटा अलिकति लङ केही आइदेला, कुनै अर्को लङ फर्म अफ भिडियो आइदेला, अथवा केही नयाँ त्यसमै फिचर निकाल्ला. तर त्यो फिचर निकाल्दाखेरि चाहिँ रिलको केही फिचरहरू बिग्रियो कि भनेर त्यो पनि टेस्ट गर्नुपर्छ क्या. र त्यो चाहिँ अब रिपिटेडली गर्नु पऱ्यो क्या त्यो टास्क चाहिँ. अब एउटा अहिले गऱ्यो सक्यो, अनि अर्को टाइप हुन्छ जुन चाहिँ रिपिटेटिभ टेस्ट गरिरहनु पऱ्यो भने त्यसलाई चाहिँ अटोमेट गर्न सकिन्छ. त्यसको लागि चाहिँ कोडिङ गर्नुपर्छ. मिक्स अफ बोथ. टेस्टिङमा चाहिँ जस्तै प्रडक्ट डेभलपमेन्टमा आयो नि त होइन टेस्टिङ. सो वेन यु आर नट डेभलपिङ प्रडक्ट अथवा कम्पनीले चाहिँ प्रडक्ट डेभलप गरिरहेको छैन भने चाहिँ हाउ डज यर जब लुक्स लाइक? त्यो जबलेस हुन्छ नि, जबलेसै हुन्छ है. प्रायः जस्तो प्रडक्टमै हुन्छ टेस्टिङहरू यताउता गर्दाखेरि चाहिँ. केही अब अर्को सर्भिस कम्पनी हुन्छ, तर सर्भिस कम्पनीले पनि दिने चाहिँ प्रडक्टै हो क्या. एउटा कम्पनी चाहिँ जस्तो एउटा मैले मेरो प्रडक्ट बनाएर चाहिँ फेसबुक एउटा प्रडक्ट भयो, त्यो प्रडक्ट बनाइरहेछ, फिचरहरू फालिरहेछ, त्यो भयो. अनि अर्को चाहिँ अब यहाँ के हुन्छ, सो इक्जाम्पल अन टप अफ माई हेड चाहिँ आएन, तर सर्भिस कम्पनी हुन्छ जसले चाहिँ अर्को कम्पनीको लागि काम गरिदिरहेको हुन्छ कि अर्को कम्पनीको पनि मोस्ट अफ द टाइम प्रडक्ट नै हुन्छ. अनि जहाँ प्रडक्ट हुँदैन त्यहाँ चाहिँ अलिकति हाम्रो स्कोप छैन भनौँ. आइसी अघि तिमीले के कुरा गरेको थियौ भने कहिलेकाहीँ चाहिँ गज्याङ गुजिङ चलाइदिँदाखेरि केही प्रब्लम आउँछ यताउति भनेपछि यो चाहिँ ह्याकिङ अथवा भनौँ यो इन्सिडेन्ट म्यानेजमेन्टसँग रिलेटेड कुरा चाहिँ होइन है, यो चाहिँ छैन. इट्स चाहिँ डिफ्रेन्ट रोल. ओके, सो तिम्रो स्पेसिफिक रोल्सको बारेमा चाहिँ वी क्यान गो डिप इन कमिङ टपिक्स होइन. तर आज चाहिँ हामीले चाहिँ मेनली चाहिँ न्युजिल्यान्डको कन्टेक्समा चाहिँ हाउ डज आइटी करियर मिन्स भन्ने कुरा गरिरहेछौँ. सो आइटी करियर भने चाहिँ के हो इन जेनरल, एकदमै लेमेनले बुझ्ने हिसाबले? अब कम्प्युटर प्रोग्राम हामीले देख्ने अचेल त अलमोस्ट सबै कुरा नै आइटी रिलेटेडै भइसकेको छ होइन. जस्तै अब 80मा गयो अकल्यान्ड, अब क्राइसिसमा के अर्कै छ क्या अरे होइन. जस्तो बस चढ्दाखेरि ट्याप गर्छ नि कार्ड, त्योभित्र सफ्टवेयर नै छ क्या. त्यसमा लिफ्टमा एलिभेटरमा बटन थिच्छ, 3 थिच्दाखेरि 3rd फ्लोरमै लगिरहेछ, त्यसमा पनि प्रोग्रामै छ पछाडि. अनि अर्को भने भेन्डिङ मेसिनमा चाहिँ त्यो एउटा थिच्यो भने त्यही पर्टिकुलर सामान आउँछ नि. प्रोग्रामहरू सबैतिर नै छ. त्यो सबै कुराहरू पावर अफ आइटी. त्यसलाई चाहिँ कन्ट्रोल गर्ने एउटा छाता जस्तो हो. त्यो होल सेक्टरलाई नै आइटी भन्छ. अनि त्यसमा काम गर्ने चाहिँ डिफ्रेन्ट कामहरू हुन्छ. त्यो अब अघि कुरा गरेर लिफ्टको वाला चाहिँ इम्बेडेड प्रोग्रामिङ भन्छ होइन. अनि त्यसपछि अब नर्मल फेसबुक जस्तो चाहिँ ब्याक एन्ड डेभलपमेन्ट हुन्छ, फ्रन्ट एन्ड डेभलपमेन्ट हुन्छ. अब जस्तो मेरो जस्तो आइटीको के अरे टेस्टिङको कुरा आउँछ. अनि त्यसपछि अब फेसबुकमा त आई थिङ्क धेरै त सिक्युरिटीको पनि कुरा आउँछ, सिक्युरिटी रिलेटेड. अनि डाटाको कुरा आउँछ, अनि नेटवर्किङको कुरा आउँछ. अनि अब जस्तै रिल बनाउँछु भनेर सुरुमा कन्सेप्ट कसले ल्यायो, त्यो ल्याउने बिजनेस एनालिस्ट भयो, त्यसको कुरा आउँछ. सो मेनी डिफ्रेन्ट टपिक्सहरू छ. मैले त हाफ पनि कभर गर्न भ्याइन होला अहिले. त्यो सब होल इन्टायर थिङ नै ब्याकग्राउन्डमा अब हामीले देख्दाखेरि एउटा देखिरहेको हुन्छ, तर ब्याकग्राउन्डमा काम भइरहेको हुन्छ. त्यो सबै नै होल नै आइटी त्यसरी डिफाइन गर्न मिल्छ. सो त्यो भइराख्दाखेरि अब जस्तै नेपालबाट होइन, नेपालबाट न्युजिल्यान्ड पढ्न आइरहेको स्टुडेन्टहरूले चाहिँ भेरी बेसिकमा पढ्न आउँदाखेरि चाहिँ उनीहरूले ब्याचलर्स इन आइटी पढ्न आउँछ होला, कसैले चाहिँ अब डिप्लोमा होइन, ग्रेजुएट डिप्लोमा लेभल 7 लेभल 8 पढ्न आउँछ. सो स्पेसली ब्याचलर पढ्न आउने स्टुडेन्टहरूले चाहिँ पढ्ने जुन एउटा फाउन्डेसन कोर्स छ
त्यो कोर्सहरू पढ्दाखेरि उनीहरूले चाहिँ के अपर्च्युनिटी अथवा भनौँ इमिडिएटली पढाइसकेपछि ल्यान्ड हुने जब रोलहरू के हो आइटी सेक्टरमा? दामी क्वेसन जसलाई अहिले रेलेभेन्ट पनि जस्तो लाग्छ। अति धेरै स्टुडेन्टहरू देखिरहेको हुन्छ, मलाई इन्क्वायरीहरू आइरहेको हुन्छ लिङ्कडिनदेखि फेसबुक यताउता। अनि म आफूले स्टार्ट गर्दाखेरि पनि मलाई यो कुराहरू थाहा नै थिएन। म पढ्नु चाहिँ कम्प्युटिङ पढिरहेको थिएँ, मैले सिएसआइटी गरिरहेको थिएँ, तर मलाई यो सबै डिटेलहरू चाहिँ थाहा थिएन। बिग ग्याप नै छ हाम्रो एकाडेमिक्स र त्यो आइटी इन्डस्ट्रीको बिचमा, बिग ग्याप नै छ अहिले पनि। आई थिङ्क मोस्ट मान्छेहरूले रिलेट गर्न सक्छ होला होइन। अब यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब बेसिक कोर्सहरू हुन्छ, इन्ट्रोडक्सन टु आइटी भनेर हुन्छ अलिकति। अनि आई थिङ्क 95 जस्तो कोर्सेस, 95% जस्तो कोर्सेसहरूमा चाहिँ प्रोग्रामिङ, इन्ट्रोडक्सन टु प्रोग्रामिङ भनेर गराइरहेकै हुन्छ। अहिले त नेपालमा +2 एसएलसीदेखि नै अलिकति मैले पढ्दाखेरि चाहिँ क्युबेसिक पढाएको थिएँ मैले 9मा हो के अरे। त्यस्तोहरू अलिकति प्रोग्रामिङको फाउन्डेसन चाहिँ नेपालदेखि नै छ। अब यहाँ पनि त्यो फाउन्डेसनहरू चाहिँ गर्नु पर्यो। अनि आइटी बाई द टाइम यो ग्रेजुएट त्यति बेलासम्म चाहिँ, अझ ग्रेजुएट पनि भन्दिनँ म चाहिँ फर्स्ट इयरदेखि नै यो कुराहरू के हो त, एक्चुअल इम्प्लिमेन्टेसन कस्तो हुन्छ आइटीको, मैले यो कोर्स पढिरहेको छु। अब त्यहाँ लेखिरहेको हुन्छ कोर्स आउटकम भनेर, मलाई याद छ कि अझ पनि। अब डाटा इन्जिनियर भने वाट डज द्याट पर्सन डु, अनि सफ्टवेयर डेभलपर भने नर्मल हेर्दाखेरि सफ्टवेयर डेभलप गर्ने भनेर छ, त्योभित्र के हो त भने त्यो चाहिँ थाहा छैन क्या। त्यो क्युरियोसिटीहरू चाहिँ हुनु पऱ्यो मान्छेमा, त्यो गर्नु त्यसको बारेमा रिसर्च गर्नु पऱ्यो। अनि सुरुमा ब्याचलर गरेको मान्छेले एन्ट्री लेभलमा यहाँ चाहिँ गर्न सक्ने भनेको चाहिँ एन्ट्री लेभल रोलहरू हुन्छ, जुनियर रोलहरू हुन्छ। अझ त्योभन्दा पनि गर्न सक्यो दामी भने चाहिँ ग्रेजुएट रोलहरू हुन्छ क्या। सानो कम्पनीहरूमा चाहिँ अलिकति गाह्रै हुन्छ, तर अलिकति डेलोइट, वेस्टप्याक, बिएनजेड, यहाँको ठुल्ठुलो एएनजेड ब्याङ्कहरू छ, फोन्टेराहरू, यहाँको बिग कर्पोरेसनहरूमा चाहिँ ग्रेजुएट रोल भनेर समरमा, मैले चाहिँ समरमा धेरै देखिरहेको हुन्छु ग्रेजुएट रोलहरू खोल्छ। त्यसमा चाहिँ इओआई दिन मान्छ, एक्सप्रेसन अफ इन्ट्रेस्ट, वेयर यु क्यान एक्सप्रेस, यु क्यान सबमिट यो इओआई, आफ्नो सिभी राख्ने, म चाहिँ यो एस्पायर, मेरो एस्पिरेसन चाहिँ यो हो भनेर। जस्तै टेस्टिङमा इन्ट्रेस्टेड छ भने टेस्टिङमा, डाटामा, डेभलपमेन्टमा, जेमा छ, अनि त्यो आफूले चाहिँ इओआई सबमिट गर्न मिल्छ। अनि अपन सक्सेस भएको केसमा चाहिँ अनि उनीहरूले चाहिँ बोलाउँछ, काम सिकाउँछ नि त्यहाँ। ग्रेजुएट भनेर त्यस्तो बिग एक्सपेक्टेसन हुँदैन उनीहरूलाई। दे जस्ट टिच यु कसरी गर्छ, रियल वर्ल्डमा काम कसरी हुन्छ भन्ने हुन्छ। अनि अर्को भने चाहिँ इन्टर्नसिप अपर्च्युनिटीहरू। आई थिङ्क ब्रो यो चाहिँ डाइरेक्टली म पनि इन्भल्भ भएको छु यो प्रोसेसमा होइन। मैले मास्टर्स सकेर चाहिँ कस्तो हुन्छ भने न्युजिल्यान्डमा ब्याचलर अथवा मास्टर्स क्वालिफिकेसन गरिरहेछ भने फाइनल इयर अफ स्टडिजदेखि चाहिँ इन्टर्नसिपको लागि अनि ग्रेजुएट रोलको लागि अप्लाई गर्न मिल्छ। अल बिग कम्पनीज, बिग फोर्स, इभन गभर्मेन्ट कम्पनीजहरू पनि होइन, हेल्थ न्युजिल्यान्ड भयो, त्यसै गरी वाकाकोताई भनेको चाहिँ अब ट्रान्सपोर्ट न्युजिल्यान्ड भयो, एभ्री कम्पनीज, काउन्सिलहरूको पनि हुन्छ, एभ्री कम्पनीजले चाहिँ ग्रेजुएट रोल अफर गर्छ। अनि म आफै पनि त्यो प्रोसेसमा इन्भल्भ भएको छु। एक्सप्रेसन अफ इन्ट्रेस्टदेखि लिएर सर्ट लिस्टिङ भएर इन्टरभ्यू दिएर, अनि अनलाइन सुरुमा चाहिँ टेक्निकल एसेसमेन्ट हुन्छ, त्यसपछि अनलाइन अनलाइन इन्टरभ्यू हुन्छ, अनि इन पर्सन एसेसमेन्ट, ग्रुप वर्क गराउँछ, अनि फाइनली दे वेयर पुट इन प्लेसमेन्ट होइन। म चाहिँ त्यो प्लेसमेन्टसम्म चाहिँ पुगिनँ होइन। तर मैले चाहिँ मेरो साथीहरू जसले चाहिँ जब पायो उनीहरूले चाहिँ के एक्सपिरियन्स गरेको छ भने दे विल नट डाइरेक्टली पुट यु इन द स्पेसिफिक रोल। के गर्दो रहेछ भने रोटेसन बेसिसमा 6 months to 1 year डिपेन्डिङ अन द प्रोग्राम, अर्गनाइजेसन, कति ठुलो अर्गनाइजेसन छ, कतिवटा सेक्टर छ उनीहरूको, त्यो अनुसारले चाहिँ 6 महिनादेखि 1 वर्ष, कुनै कुनैले 2 वर्षसम्म पनि रोटेसन बेसिसमा डिफ्रेन्ट डिपार्टमेन्टमा काम लाउँदो रहेछ। अनि अन्टिल एन्ड अनलेस द्याट पर्सन नोज कि मलाई यो डिपार्टमेन्ट चाहिँ सुइटेबल भयो, मलाई चाहिँ यो सेक्टरमा काम गर्न मन लाग्यो, यो प्रोजेक्ट मलाई मन पऱ्यो भनेपछि अनि त्यहाँ चाहिँ उनीहरूले पर्मानेन्ट प्लेसमेन्ट गर्दो रहेछ होइन। विच आई फाउन्ड भेरी भेरी इफेक्टिभ होइन। आई थिङ्क एभ्री स्टुडेन्ट जसले चाहिँ पढिरहेछ ब्याचलर्स लेभलमा अथवा मास्टर्समा, जसले अपर्च्युनिटी त्यसको लागि इलिजिबल हुन्छ, दे सुड डेफिनेटली एप्लाई फर ग्रेजुएट रोल्स। अनि एउटा मात्र होइन, त्यो अल इयर राउन्ड नै खोलिरहेको हुन्छ। prospal.co.nz भन्ने वेबसाइट छ, त्यहाँनिर चाहिँ
न्युजिल्यान्डको भनेर हेर्दा हुन्छ। अनि अदरवाइज इन्टर्नसिपको कुरामा चाहिँ आई नो द फ्याक्ट कि समर अफ टेक भन्ने चाहिँ सबैभन्दा पुरानो राम्रो इन्टर्नसिप हो आइटीको लागि। एभ्री वान सुड डेफिनेटली डु द्याट। मैले चाहिँ 2 चोटि 3 चोटिसम्म त्यहाँनिर इन्भल्भ भएको छु। दे हेभ अ भेरी गुड प्रोसेस, मिट एन्ड ग्रिटदेखि लिएर सिबीदेखि लिएर एभ्रिथिङ दे विल हेल्प आउट। सो इट इज भेरी गुड होइन। नेपालबाट आउने बित्तिकै कल्चरल डिफ्रेन्सको कुरा हुन्छ, अनि थाहा हुँदैन मान्छेसँग कसरी भेट्ने। सो दे डु वर्कसप्स फर इच एन्ड एभ्रिथिङ। सो दोज आर द थिङ्स आई वान्ट टु हाइलाइट। त्यो भन्दै गर्दा एउटा कुरा चाहिँ मलाई के थाहा छैन भने द जब टाइटल इट्सेल्फ होइन। जस्तै वाट इफ ग्रेजुएट रोल्सबाट सक्सेस भएन भने चाहिँ वाट काइन्ड अफ जब टाइटल्स दे सुड लुक फर? मलाई चाहिँ त्यो भएन भन्ने, त्यसरी भएन भन्ने अप्सन चाहिँ छ, तर भएन किन भएन भने मैले अघि नै टक्क तिमी बोलिरहँदाखेरि याद गरिरहेको थिएँ कि त्यो 4th इयरमा गएर इन्टर्नसिप खोज्नलाई चाहिँ, और आई थिङ्क यहाँ त 3 वर्ष हुन्छ के अरे ब्याचलर चाहिँ, त्यो लास्ट इयरमा गएर ग्रेजुएट रोल खोल्नलाई चाहिँ अगाडिको 2 वर्ष मेहनत चाहिन्छ कि त्यो वाटिफको सिचुएसन चाहिँ क्रिएट नहोस् भन्ने एक्सपेक्टेसन हो। कसरी तिनीहरूलाई अब कसरी हेल्प गर्न सकिन्छ, के कुरा गर्यो भने चाहिँ त्यो वाटिफको सिचुएसन आउँदैन भन्ने चाहिँ पोइन्ट हो होइन। आई थिङ्क अहिले त यस्तो धेरै रिसोर्सेसहरू अभाइलेबल छ है, म त्यस्तो धेरै पुरानो त होइन, तर मैले सुरु गर्दाखेरि भन्दा त अहिले त वाइल्डै धेरै रिसोर्सेसहरू अभाइलेबल छ कि हो नि हो। जुन कुनै फिल्डमा जाँदाखेरि पनि। अनि ब्याचलर गरिरहेछ कोही मान्छेले भने फर्स्ट थिङ त यो रोलहरूको बारेमा बुझ्नै पर्छ। त्यो बुझेन भने त्यो अब ढिलै भइसक्यो फर्स्ट थिङ होइन। अनि त्यसपछि यहाँ आएर ब्रोले भने जस्तो यो कुराहरू पनि रिसर्च गरेर पत्ता लगाउनै पर्छ। यो आफैले गर्ने, हामीले त अब आएर यसरी बोल्ने, हाम्रो एक्सपिरियन्स सेयर गर्ने हो होइन, तर गर्ने चाहिँ आफैले हो नि त। आई थिङ्क मलाई के लाग्छ भने नि त्यो कोर्सहरू चाहिँ यस्तो ग्लोबलली चाहिँ सबैलाई क्याटर हुने खालको गरेर डिजाइन गरे हुन्छ नि त होइन। जस्तै ब्रदरले भने जस्तै प्रोग्रामिङ ल्याङ्ग्वेज सिकाउने होइन, अब एउटा आइटिएसएमको एउटा फ्रेमवर्क सिकाउने होला, त्यो पछि अर्को एउटा भनौँ न डाटा सेक्युरिटी र मेन्टेनेन्सको लागि जिडिपिआर हो कि अथवा कुनै एउटा चाहिँ फ्रेमवर्क सिकाउने होला, डाटा सेक्युरिटी साइबर सेक्युरिटीको बेसिकहरू सिकाउने होला, तर इन्फर्मेसन सिस्टम सिकाउने होला, नेटवर्किङ सिकाउने होला। तर आफ्नो इन्ट्रेस्ट के हो भन्ने कुरा फाइन्ड गर्नलाई चाहिँ अन्टिल एन्ड अनलेस स्टुडेन्ट्सहरूले प्रोजेक्ट गर्दैन थाहा हुन्न जस्तो लाग्छ क्या मलाई। भेरी गुड पोइन्ट। अनि त्यो कुराहरूलाई इन्करेज गर्नको लागि चाहिँ आई डोन्ट सी एनी पोइन्ट त्यो पढेर मात्रै पास भएर मात्रै त्यो हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन। अनि हाम्रो अब मलाई ठ्याक्कै नेपालमा चाहिँ कसरी पढाइ हुन्छ आइटी सेक्टरमा भन्ने चाहिँ मलाई थाहा छैन होइन। तर म म्यानेजमेन्ट सेक्टरमा चाहिँ प्र्याक्टिकल थिएन नेपालको एजुकेसन, अनि यहाँको चाहिँ थोरै बढी प्र्याक्टिकल सेम नै हो। सेम हो। मैले के अरे सेमेस्टर 8मा जाभाको प्र्याक्टिकल दिँदाखेरि जाभाको कोड मैले कपीमा लेखेर सब्मिट गरेँ। अब त्यो त यहाँ छैन नि त, पक्कै पनि छैन यहाँ होइन। यहाँ छ त तिमीले पढे होइन? त्यस्तो त छैन, त्यस्तो छैन। यहाँ चाहिँ यहाँ रिसर्चमा फोकस गर्छ कि यहाँ चाहिँ एउटा कोर्स गरेर तिमीलाई जाभा पढाउने, पिएचपी पढाउने, के अरे जेएस फ्रन्ट एन्ड ब्याक एन्ड डाटा पढाउने होइन कि। यहाँ चाहिँ यस्तो हुन्छ भन्ने, यहाँ चाहिँ मेन चाहिँ एथिक्सको कुरा हुन्छ। एथिकल्ली काम गर्नुपर्छ आइटीमा जेमा गर्दाखेरि पनि भने त्यो कुराहरू बेसिकहरू राख्छ। अनि रिसर्चमा बढी फोकस गर्छ कि। अनि त्यो कुरा पछि एप्लिकेबल हुन्छ कि त्यो पढेकै त्यही त एउटा ल्याङ्ग्वेज पढाएर त्यो एप्लिकेबल हुने होइन कि रियल लाइफमा अप्लाई हुने। मैले यहाँको एउटा राम्रो पत्ता लागेको चाहिँ रिसर्च ओरिएन्टेड हुन्छ। अनि त्यहाँ त्यो असेसमेन्टहरू गर्नलाई यताउता गर्नलाई त्यो जुन लेभलको रिसर्च गरिरहेको हुन्छ नि, त्यो रिसर्च चाहिँ पछि आफूले काम गर्दाखेरि चाहिँ काम लाग्छ। त्यही वेले रिसर्च गर्न सकिन्छ कि त्यो चाहिँ एप्लिकेबल हुन्छ। त्यो चाहिँ यहाँको युजफुल दामी कुरा चाहिँ त्यो। प्लस आई थिङ्क अब जस्तै यही युनिभर्सिटीमै निकालेको प्रडक्टहरू जस्तै आर प्रोग्रामिङ ल्याङ्ग्वेज होइन, अकल्यान्डमा निक्लेको, अकल्यान्ड युनिभर्सिटीमा उनीहरूले त्यही नै वाइडली न्युजिल्यान्डमा युज पनि हुन्छ।
होइन कम्पनीजहरूमा। प्लस अब हरेक अहिले पढ्ने स्टुडेन्टहरूले पनि त्यही पढिरहेछ नि त छ होइन। आई थिङ्क कतै न कतै यहाँको एजुकेसन चाहिँ थोरै रियल लाइफ बेस्ड उनीहरूले चाहिँ केस स्टडिजहरू गराउने भएको भएर हुन्छ होला होइन। गोइङ ब्याक टु मैले के भन्न खोजेँ भन्दाखेरि स्टुडेन्टहरूले चाहिँ एउटा बाटो चाहिँ समातेर प्रोजेक्टहरू गर्ने, त्यो बारेमा मोर एन्ड मोर रिसर्च गर्ने। अनि अर्को कुरा चाहिँ प्रेजेन्टेसन गर्न पनि नजाने हो हामी नेपाली स्टुडेन्टहरूले, त्यस्तो लाग्छ ब्रदरलाई? मलाई एकदम धेरै लाग्छ। मैले अलिकति त्यो ब्याक गएँ ल। हामीले अघि भनेको थियो खुकुरीले अर्गनाइज गरेको थियो कि चियागफ भन्ने प्रोग्राम अर्गनाइज गरेको थियो कि हामीले। त्यो प्रोग्राम अर्गनाइज गऱ्यो हामी 8-10जना खुकुरीबाट थियो। अनि यति धेरै स्टुडेन्टहरू आएको थियो क्या, 50 प्लस नै थियो कि स्टुडेन्टहरू आइरहेको थियो। तर म्याक्सिमम मान्छेमा चाहिँ आई थिङ्क नयाँ भएर अलिकति त्यो हामी टु मच एक्सपेक्ट गरे पनि होला जस्तो लाग्छ होइन। तर मैले चाहिँ के फिल गरेको थिएँ त्यति बेला भन्दाखेरि चाहिँ बोल्नलाई चाहिँ अलिकति अप्ठ्यारो लागेको भन्ने चाहिँ। अब त्यो एउटा मान्छेको नेचर पनि हुन्छ, द्याट डज नट मिन कि सबैजना बोल्नै पर्छ, एक्सट्रोभर्ट हुनुपर्छ, मजाले गर्नुपर्छ भन्ने होइन। तर चाहिने ठाउँमा चाहिँ दामी कम्युनिकेसन चाहिँ हुनुपर्छ। त्यो चाहिँ कि नै हो, मेरो आफ्नो करियरको मेरो प्रोग्रेसन नै मेरो चाहिँ कम्युनिकेसन हो। मेरो मलाई आफैलाई नै बवाल लाग्छ होइन। काममा पनि मैले जहिले पनि त्यो सर्ट आउट पाउने नै यही कम्युनिकेट गरेरै बेटर कम्युनिकेसन कारणले हो होइन। त्यो चाहिँ मलाई त्यो एकदम ल्याग गरे जस्तो फिल हुन्छ। अनि त्यो भने नि प्रेजेन्टेसन अगाडि आएर डर लाग्छ नि, क्या अब यत्रोजना 40-50जना हुन्छ, 10जना होस् न, अगाडि गएर प्रेजेन्टेसन दिन डर लाग्छ। तर हामी चाहिँ अलिकति रिलक्टेन्ट भएर बस्दिन्छ कि त्यहाँ चाहिँ होइन, किनभने भोलि गएर त गर्नुपर्छ नि त। त्यो त प्र्याक्टिकली गएर अगाडि गएर यस्तो यस्तोमा ल आज प्रेजेन्टेसन देऊ नि त सिसी भनेर आफ्नो चोइस के, मैले त्यहाँ गएर नाइ कहाँ यो भएन नि त, आम गेटिङ पेड फर द्याट नि त। अनि त्यो कुरा चाहिँ अहिलेदेखि नै त डेभलप गर्नुपर्छ कि त्यो हेबिटहरू चाहिँ। आई थिङ्क मैले सरी र मैले काटेँ होइन, मैले प्रेजेन्टेसनलाई अर्को कुरामा कसरी जोड्न खोजेँ भनेको सेलिङ योर सेल्फ क्या। अब हामीले चाहिँ नेपालको कल्चर काम गर्ने, अब म नेपालमा कर्पोरेटमा काम गरेर आएको, तिमी पनि कर्पोरेटमा काम गरेर आएको होइन। हाम्रो नेपालको चाहिँ वर्किङ कल्चरमा चाहिँ कता कता चाहिँ कस्तो हुन्छ भने आफूले गरेको काम भनिरहने, रिपिट गरिराख्ने चलन हुँदैन होइन। बसले देखिरहेछ, सबैले देखिरहेछ, धेरै सान दिने, ब्र्याक गर्ने भन्ने हुँदैन। तर आई थिङ्क अपोजिटली न्युजिल्यान्डमा चाहिँ मैले के भेटेँ भने आफूले गरेको कुरालाई चाहिँ राम्रोसँग प्रेजेन्ट गरेर, वेदर इट इज थ्रु लिङ्क्डइन होस् अथवा आफ्नो पोर्टफोलियोबाट होस् अथवा चाहिँ साथीभाइहरूसँग कुरा गर्दाखेरि पनि त्यसलाई एउटा रिपिट गरेर आई हेभ डन दिस, आई हेभ अचिभ दिस भनेर एउटा पोजिटिभ हिसाबले सेलिङ योर सेल्फ चाहिँ गरेको मैले धेरै पाएँ। अनि इनिसियल्ली मैले पाउने सजेसनहरू पनि त्यही थियो, जतिजनालाई पनि मैले सोधेँ होइन एज अ करियर डेभलपमेन्टको प्रोसेसमा, उनीहरूले पनि पाउने त्यही नै थियो। सो आई थिङ्क ढिलो चाँडो स्टुडेन्टहरूले चाहिँ प्रेजेन्टेसन त्यो सेन्समा आफूले सेलिङ योर सेल्फको सेन्समा चाहिँ प्रेजेन्टेसन गर्न पनि सिक्न पर्छ, किनभने दे हेभ अलरेडी स्किल्स होइन। उनीहरूले पनि त्यही कुरा त पढायो नि, यहाँको मान्छेहरूले जे पढाएछ त्यही नै पढाएछ। इभन दे आर मोर जिनियस, त्यत्रो आइएल्स पास गरेछ, त्यत्रो च्यालेन्ज लिएर यहाँ आएर पढाएछ, यहाँको मान्छेहरूभन्दा त धेरै अगाडि छ नि हामी त होइन। हामी त बवालै हो ब्रो। म त हामीलाई त डेन्जरै मान्छु मैले होइन। यहाँ भेटाएको छ कि अब आइटी नै पढेर भनेर प्रपर पढेर यताउता आइरहेको मान्छेहरू छ क्या। आइटी नपढाएको मान्छेहरू आई थिङ्क यहाँ आइटी सेक्टरमा जानलाई त्यस्तो धेरै नेपालीहरू त्यस्तो छैन जस्तो लाग्छ। मैले कतिजना भेटेको छु यहाँको मान्छेहरू होइन, नट नेसेसरली न्युजिल्यान्डकै तर बाहिरबाट अरू देशबाट आएको मान्छेहरू छ। एकजना मेरो फर्स्ट यहाँको एउटा आर्की प्रो भन्ने कम्पनीमा काम गरेको थिएँ मैले, त्यति बेला एउटा रसियन थियो कि, कार्पेन्टर रहेछ क्या ब्रो त। कार्पेन्टर रे कार्पेन्ट्री गरिरह अरे। अनि त्यसपछि यस्तो हेऱ्यो, ल यो त अलिकति गरिदिनु, म ब्रेक चाहियो, डिफ्रेन्ट स्ट्रिममा जान्छु भने 3 महिनाको एउटा कोर्स लिँदा अरे। अनि त्यसपछि सफ्टवेयर टेस्टिङमा आइरहेछ क्या। त्यो भने त्यो उसँग बोल्नेहरू पनि त्यो प्रेजेन्टेसनको स्किलहरू यताउता भयो। अनि उसलाई थाहा भयो कि मलाई के खोजिरहेको छु यताउता भनेर। अनि त्यसपछि त्यो डिटर्मिनेसनदेखि लिएर एभ्रिथिङ भयो। अनि उसको त्यो सेलिङवाला कुरा पनि एकदम मजाकै थियो क्या उसको। म धेरै कुरा सिकेको थिएँ त्यो मान्छेबाट, बवालै थियो कि। अनि हामी चाहिँ त्यो म त हाम्रो नेपालीहरूलाई अलिकति त्यो हुन्छ नि, कतिजना मैले भेटाएको छु कि 1-2जना भाइहरू अहिले मैले हेल्प गरिरहेको छु, मेन्टर गरिरहेको छु 1-2जना भाइहरूलाई। त्यो हुन्छ नि, के भन्छ त्यसलाई नेपालीमा भन्न होइन, त्यो जुनुन भन्छ नि, क्या देख्छ कि त्यस्तो मान्छेले त गयो भने फाडिदिन्छ ब्रो। हो नि,
हामी त खत्रै हो जस्तो लाग्छ मलाई हो नेपालीहरू। हो आई थिङ्क सो दोज आर द ग्याप्स होइन, हामीले प्रब्लमको कुरा गऱ्यौँ। सो एन्ड आई अल्सो नो द फ्याक्ट चाहिँ अब सिसिरहरूले चाहिँ एउटा नेपाली आइटी प्रोफेसनल ग्रुप भन्ने बनाएर चाहिँ त्यो गर्ने सपोर्टहरू पनि गरिरहेछ, एन्ड वी अल आर डुइङ फ्रम आवर एन्ड पनि होइन। अब अलिकति मलाई चाहिँ के कुरा चाहिँ ल्याउन मन लाग्यो भने जस्तै जस्ट नामै प्यासन हुने एउटा ठाउँमा छ, मलाई यो बन्न मन छ होइन भन्ने एउटा त्यो एउटा पार्ट हो उनीहरूले गर्ने रिसर्च पार्ट हो। तर अलिकति इजी इन्ट्री न्युजिल्यान्डको जब मार्केटको हिसाबले होइन इजी इन्ट्री हुने खालको रोल्सहरू के होला? एउटा मलाई थाहा भएको भनेको चाहिँ आइटी हेल्प डेस्कको रोल भयो होइन। आइटी हेल्प डेस्कमा चाहिँ लेस टेक्निकल नलेज चाहिन्छ, मोर कस्टमर सर्भिस र कम्युनिकेसन स्किल्स चाहिन्छ होइन। त्यो त्यसमा चाहिँ छिर्न सक्दाखेरि चाहिँ दे विल गेट इन्टु द होइन इन्टरप्राइजको एउटा अर्गनाइजेसनको चाहिँ मा चाहिँ एक्सपोज हुन्छ, वर्क एक्सपिरियन्स हुन्छ, टिममा कसरी काम गर्ने भन्ने थाहा पाउँछ, अब्जेक्सन ह्यान्डलिङ सिक्छ, टेक पनि सिक्दै जान्छ होइन। टाइम एन्ड अगेन अपग्रेड हुन्छ, अपर्च्युनिटी आउँछ। सो द्याट इज वान वे टु इन्टर, द्याट इज द वान रोल टु इन्टर मैले सजेस्ट गर्दाखेरि। तर वाट आर अदर सिमिलर रोल्स जसमा चाहिँ स्टुडेन्टहरूले इन्टर गर्न सक्छ इजिली? आई थिङ्क त्यो जेनेरिक कुनै पनि एउटा स्ट्रिममा इन्ट्रेस्ट छैन अरे ल। फर इक्जाम्पल मलाई डाटामा त्यस्तो धेरै इन्ट्रेस्ट छैन, मलाई डेभलपमेन्टमा पनि छैन, मलाई डिजाइनिङमा पनि छैन भने जेनेरिक एउटा रोल भने चाहिँ ब्रोले भने जस्तो आइटी सपोर्ट अथवा सर्भिस डेस्क एनालिस्ट भन्छ, त्यो रोलबाट जाने। अनि त्यो रोलबाट गएर इन्टरनल स्विचहरू हुन्छ कि त्यो पछि गएर बुझ्दै गयो त्यो रोलको बारेमा, टायर 1 टायर 2 टायर 3 सपोर्ट भनेर त्यसरी हुन्छ। अनि त्यसपछि ग्रो गर्दै जाने एउटा त्यो हुन्छ। अर्को भने कसैलाई अलिअलि थाहा भइसकेको हुन्छ, रिसर्च गर्दै जाँदाखेरि थाहा भइसकेको हुन्छ कि। जस्तो मलाई चाहिँ अलिकति अब कोडिङमा इन्ट्रेस्ट छ भने जुनियर डेभलपरबाटै जान सकिन्छ। त्यो कुनै सजिलो र कुनै गाह्रो चाहिँ होइन। जस्तै डेभलपरलाई नै मेबी त्यो आइटी सपोर्टको काम गर्न मान्छेसँग बोल्न झन्झट लाग्छ होला कि, त्यही भएर इन्ट्रेस्ट वाइज हुन्छ जसलाई। जेनेरिक चाहिँ ब्रोले भने जस्तै सपोर्ट सर्भिस डेस्क एनालिस्ट आइटी सपोर्ट त्यसरी जान मिल्छ। अनि अर्को यता डेभलपमेन्टमा पनि जुनियर रोलबाट पनि जान मिल्छ। सफ्टवेयर टेस्टिङमा पनि सेम कोडिङ नलेज चाहिँ सुरुमा चाहिँदैन, सुरुमा चाहिँ म्यानुअल टेस्टिङबाट पनि छिर्न मिल्छ। म आफू पनि यहाँ चाहिँ सुरुमा म्यानुअलबाट छिरेको थिएँ फर्स्टमा आउँदाखेरि चाहिँ, त्यसरी मिल्छ। डाटामा पनि एकदम, तर बेसिक्स चाहिँ थाहा हुनु पऱ्यो। जस्तै डाटामा जान्छ भने डाटाको चाहिँ सिक्वल क्वेरीहरू एटलिस्ट हान्न आउनु पऱ्यो। अनि अब यहाँ पाइथन यताउता अलिअलि सिकेको हुनु पऱ्यो। डेभलपमेन्टमा पनि सेम, टेस्टिङमा पनि सेम नै हो सबै सेक्टरमा। सबैभन्दा बढी युज हुने प्रोग्रामिङ ल्याङ्ग्वेज त्यस्तो कुनै छ न्युजिल्यान्डको कन्टेक्स्टमा? न्युजिल्यान्डमा चाहिँ छ। न्युजिल्यान्डमा एउटा इन्ट्रेस्टिङ केस छ। एकजना एक्सपिरियन्स भएकै दाइलाई चाहिँ अलिकति त्यो पिएचपीमा गर्नुभएको थियो दाइले। अनि पिएचपीमा टर्न्स आउट पछि आएर रियलाइज भयो कि यहाँ आएर यसो बुझ्दै गएको त्यो दाइसँग कुरा गरिरहने, अन्त यसमा त नरहेछ यहाँ भन्ने भएको थियो। पिएचपीको खासै धेरै स्कोप नरहेछ, सबसे धेरै यहाँ माग्ने भए चाहिँ .NET C#.NET धेरै। ठ्याक्कै एक्सपिरियन्सको कुरा तिमीले निकाल्यौ होइन। अघि हामीले मोस्टली स्टुडेन्टको कन्टेक्समा कुरा गऱ्यौँ, एन्ड आई थिङ्क त्यही 3वटा पोइन्ट मैले स्टुडेन्टको कन्टेक्समा चाहिँ समराइज गरेँ होइन। एउटा भनेको ग्रेजुएट रोल एन्ड इन्टर्नसिप, अर्को भनेको चाहिँ सर्भिस डेस्क अथवा सर्भिस डेस्क एनालिस्ट अथवा आइटी सपोर्ट, अनि अरू भनेको चाहिँ जुनियर डेभलपमेन्ट रोल, जुनसुकै स्ट्रिमको पनि जुनियर रोल भन्ने। आई थिङ्क दोज आर द 3 मेन पोइन्ट्स। तर करियर एउटा एड गरेँ ल त्यसमा। त्यो गर्दाखेरि स्टुडेन्ट यो चाहिँ बोथलाई अप्लाई हुन्छ। मोर स्टुडेन्टहरूलाई पनि म के इन्करेज गर्छु भन्दाखेरि मिटअप भन्ने एउटा एप छ, MEET एउटै वर्ड, मिटअप भन्ने एउटा एप छ। त्यहाँ चाहिँ नट जस्ट आइटीको सबैको हाइकिङ गर्नेहरूलाई हाइकिङको ग्रुप हुन्छ। मैले चाहिँ एड भएको थियो त्यो ग्रुपमा, म इन्भल्भ छु होइन। त्यसमा चाहिँ गएर त्यो ग्रुपहरू खोज्न मिल्छ क्या, त्यहाँ ग्रुप खोजेर जोइन हुने। अनि त्यो जोइन भएर नचिने मान्छेहरू, लाइक कहिले पनि नदेखा नामै नसुने मान्छेहरू, तर जाने, कहिले भर्चुअल सेसन हुन्छ, कहिले चाहिँ इन पर्सन मिटअपहरू हुन्छ, नेटवर्किङ हुन्छ। नेटवर्किङ चाहिँ यहाँ चाहिँ न्युजिल्यान्डको कन्टेक्समा हामीले मिस गरे यो टपिक चाहिँ। तर नेटवर्किङ चाहिँ सबसे एकदमै धेरै चाहिने कुरा चाहिँ नेटवर्किङ। अनि कसरी चिन्छ मान्छे भन्दा एउटा अब नेपालीमा चाहिँ अब हामीले एउटा ग्रुप फेसिलिटेट गर्दैछ, एउटा त्यो हुनसक्छ लिङ्कडिनमा खोज्ने। अर्को भने चाहिँ यो मिटअपको थ्रुबाट चाहिँ मान्छेहरूसँग नेटवर्क बढाउने, चिन्दै जाने। अनि द्याट विल हेल्प यु। अब भोलि नै नगर्ला, तर समय डाउन द लाइन त्यो कुराले हेल्प गर्छ।
या आई थिङ्क मिटअप म पनि हाइली रिकमेन्ड गर्छु किन भन्दाखेरि मिटअपमा चाहिँ कमन गोलको लागि मान्छेहरू भेटिरहेको हुन्छ नि त जस्ट लाइक यु सेड हाइकिङ भने हाइकिङ अनि अब आइटीको पनि सर्टेन होइन अब साइबर सिक्युरिटीको ग्रुप छुट्टै होला होइन अब सफ्टवेयर डेभलपरको छुट्टै हुन्छ होइन यता सिआरएमको छुट्टै हुन्छ मैले पनि गरेको छु ब्रो मैले पनि त्यो सेल्स फोर्सको गर्दाखेरि एउटा हाम्रो चाहिँ के हुन्छ भने ट्रेल हेड स्याटरडेज भन्ने हुन्छ क्या हरेक स्याटरडे जाने अनि त्यो सेल्स फोर्सको चाहिँ आफ्नै एउटा एकाडेमी छ त्यसलाई चाहिँ सेल्स फोर्स ट्रेल हेड भन्छ अनि त्यो त्यहाँ चाहिँ अब कहिलेकाहीँ मोड्युल्स मात्रै हुन्छ कहिलेकाहीँ चाहिँ सुपर ब्याज भन्छ एउटा च्यालेन्जहरू सकाउनु पर्ने हुन्छ अनि त्यो ग्रुपमा पनि गऱ्यो अनलाइनमै बसेर ग्रुपमा गऱ्यो कुरा गऱ्यो कहिलेकाहीँ इन पर्सन पनि गऱ्यो इन्ट्रेस्टिङ हुन्छ ब्रो त्यो आई थिङ्क आई हाइली रिकमेन्ड एन्ड रिलेट द्याट पनि सो मैले कुरा भन न सर म त कस्तो ठ्याक याद आयो मैले 2टा पोइन्ट राखिहालेँ ल त्यो मिटअप एउटा भयो अर्को भने फेसबुकमा एनजेड टेक स्टार्टअप भन्ने एउटा ग्रुप छ कि एनजेड टेक स्टार्टअप भन्ने एउटा ग्रुप छ त्यसमा चाहिँ यहाँको जस्तै सास प्रडक्टहरू अब जस्तै जेरोको मान्छेहरू पनि छ यहाँको एमवाइओबीको मान्छेहरू छ फर्गस यताउता त्यो यहाँको टन्नै सफ्टवेयर कम्पनीहरूको मान्छेहरू छ सानोदेखि लिएर कोर्पोरेट त्यो पुरै मल्टी 100 मिलियनमा बेचिरहेको कम्पनी बेचेर हिँडे फाउन्डरहरू त्यस्तो अनि सिटिओ सिआइओहरू पनि इन्भल्भ भएको एउटा ग्रुप छ अनि त्यो ग्रुपमा चाहिँ म पनि कसको थ्रुबाट थाहा भयो याद भएन म पनि त्यसमा यसो हेरिरहेको हुन्छु त्यहाँ खोजिरहेको हुन्छ कि इन्टर्नको इन्टर्न गर्ने मान्छेहरू खोजिरहेको हुन्छ जुनियर डेभलपरहरू यताउता जुनियर रोलहरूमा खोजिरहेको हुन्छ सो फेसबुकमा त्यो ग्रुप चाहिँ जोइन गर्दा हुन्छ अनि अर्को भनेको पर्टिकुलरली यो टेस्टिङकै लागि लिएर चाहिँ वी टेस्ट अकल्यान्ड भन्ने छ WETEST टेस्ट AUCKLN अकल्यान्ड त थाहा छ त्यो चाहिँ एउटै त्यो चाहिँ स्ल्याक ग्रुप हो म अहिले पनि मजाको साथी अहिले वेस्ट बेङ्गलसँगै काम गर्छौँ हामी म त्यो ग्रुपबाट एकजना भेटेको थिएँ कि मैले इन्डियन साथी अनि उसले मलाई धेरै हेल्प गरेको थियो मेन्टरसिप यताउता मलाई मक इन्टरभ्यू धेरै हेल्प गरेको थियो कि मक इन्टरभ्यू लिँदा थिएँ कि त्यस्तो मान्छेहरू भेट्छ सो त्योहरूमा पनि यसो हेर्दै गर्नु त्योहरू पनि एन्ड आई थिङ्क यसमा एउटा कुरा चाहिँ मलाई के क्ल्यारिफाई गर्न मन लाग्यो भने होइन स्पेसली वी नो हामी त्यहाँ चाहिँ जब अपर्च्युनिटिजको लागि केही सजिलो हुन्छ भनेरै गएको केही कुरा सिक्नलाई नै भनेर गएको तर नेभर एभर जस्ट गो एन्ड आस्क फर द जब भनेर चाहिँ म भन्न चाहन्छु क्या यु जस्ट गो एन्ड मेक कनेक्सन पहिले चिनजान गर्ने एकअर्कालाई हेल्प गर्ने सपोर्ट गर्ने यु जस्ट थिङ्क अफ लङ टर्म क्या कनेक्ट भइराख्ने अनि त्यो हिसाबले गर्दाखेरि चाहिँ पछि गएर चाहिँ त्यो मान्छे कहाँ गएर कनेक्ट हुन्छ नै थाहा हुन्न क्या सो एउटा बिहाइन्ड द सिनमा एजेन्डा छ होइन सबैको त्यही कमन स्वार्थ हो तर डोन्ट बी सो मच डेस्परेट अनि जस्ट गो एन्ड आस्क फर जब सिनियर मान्छे देख्ने बित्तिकै आस्क फर मेन्टरसिप मेक जेन्युन रिलेसनसिप होइन आस्क जेन्युन क्वेसन्स जे कुरा कन्फ्युजन छ अनि न्युजिल्यान्डको कल्चर चाहिँ मलाई यस्तो राम्रो लाग्छ कि होइन सिनियर मान्छेहरूले चाहिँ एउटा कप अफ कफीमा भेटेर टाइम दिइदिन्छ क्या 20 मिनट 30 मिनट होइन इन्डस्ट्रीको मान्छेले अनि द्याट इज भेरी भ्यालुएबल उसले भनेको 2टा कुरा मात्रै पोइन्ट आउट गरेर चाहिँ इम्प्रुभ गर्यो भने चाहिँ त्यसले चाहिँ धेरै नै काम लाग्छ सो दिज आर द थिङ्स आई वान्ट टु हाइलाइट होइन एकदम ब्रो आई थिङ्क स्टुडेन्टहरूलाई चाहिँ अब हामीले धेरै कुरा नै कभर गऱ्यौँ अब अलिकति एक्सपिरियन्स्ड मान्छेको केसमा कुरा गरौँ न हाउ वुड बी द वे दे सुड गो इन टर्म्स अफ होइन करियर स्विचको कुरा भयो अथवा भनौँ कसैलाई चाहिँ अब नेपालबाटै अथवा ओभरसिजबाटै आएर न्युजिल्यान्डमा सेटल हुने होला कतिजनाले चाहिँ यहीँनिर भइसकेको मान्छेहरूले चाहिँ करियर चेन्ज गर्ने होला उनीहरूले चाहिँ कुन बाटो जाने त्यसमा ब्याक होम नै एक्सपिरियन्स भएर आएको अथवा अर्को कुनै ठाउँमा एक्सपिरियन्स लिएर आइसकेको मान्छेलाई चाहिँ कम्पेरिटिभली स्टुडेन्ट भन्दा म अलिकति सजिलो हो कि भन्छु है अनि म आफू पनि त्यही बाटो आएको हो मेरो पर्सनल एक्सपिरियन्स पनि त्यही नै हो मैले मेरो आफ्नो स्टोरी भन्दाखेरि चाहिँ म आएको 1 महिनामै रोड भन्ने एउटा कम्पनी छ त्यो कम्पनीमा चाहिँ मैले 1 महिनामा इन्टरभ्यू दिन पाएको थिएँ कि मेरो सिभी सर्टलिस्ट भएर इन्टरभ्यू दिएको थिएँ मैले पार्ट टाइम पाउँछ भनेर सोध्दाखेरि किन पार्ट टाइम सोधिरह भन्दाखेरि म त स्टुडेन्ट हो नि भने ए स्टुडेन्ट त लिँदिनँ 1 वर्षपछि आइज भनेर भन्थेँ कि भनेको लाइक 1 महिनामै आएको म नयाँ छु मलाई केही पनि थाहा नै छैन लाइक भेरी लिटल मात्र थाहा छ तर पनि मैले एउटा चान्स चाहिँ पाएको थिएँ इन्टरभ्यूमा यहाँ त अलिकति अहिलेको सिचुएसनमा चाहिँ अलिकति टफ नै छ अहिले अब गाह्रै छ नै तर पनि मान्छेहरूले काम पाइरहेछ मलाई थाहा छ फ्यु मान्छेहरूले काम पाइ नै रहेछ नयाँहरूले पनि त्यसमा चाहिँ
म चाहिँ स्टिल अगेन फ्यु कुराहरू चाहिँ स्टुडेन्टकै अप्लाई हुन्छ, रिसर्च चाहिँ एकदम गर्नुपर्छ। मेरो पर्सनल एक्सपिरियन्समा म घुम्न जाँदाखेरि मलाई याद छ ब्रो, म फोन लिएर अब जहाँ पनि आफूसँग फोन त भइहाल्छ नि त होइन, बाटोमा हिँड्दाखेरि अब जस्तै एउटा फोन्टेरा भन्ने एउटा गाडी देख्यो अरे, मलाई थाहा छैन कि के भने टिप थिएँ कि मैले। अनि भोलि आयो अनि अर्को अब कोभेनेन्ट समथिङ के होला, एमओपी होला, जेरो होला, मलाई थाहा छैन कि। म टिप थिएँ कि अनि बेलुका घर आएर चाहिँ म तिनीहरूको करियरको पेजमा जान्थेँ, अबाउटमा जान्थेँ, हेर्थेँ के रहेछ यिनीहरूकोमा आइटी रोल केही छ कि छैन भनेर मैले हेर्थेँ क्या त्यो। अनि कतिहरूमा चाहिँ मैले थाहा पाएँ तिनीहरूले इओआई लिँदो रहेछ क्या। जब ओपनिङ नभए पनि तेरो सिभी चाहिँ राखिरहेको छौँ हामी हाम्रो डेटाबेसमा, अनि इफ वी कम अक्रस एनिथिङ तँलाई चाहिँ हामी हेर्छौँ नि भने त्यसरी भन्दो रहेछ कि। अनि त्यो गर्नु भन्छु म चाहिँ। यहाँ यति धेरै छ, अनलाइन पनि टन्नै पाउँछ, त्यो डिरेक्ट्री नै छ क्या अरे सायद, नत्र आफूले देखिरहेहरू पनि त्योहरू हेर्दै जानु। अनि अर्को भने चाहिँ प्रिपेरेसन नै हो। काम चाहिँ यहाँ सजिलो छ, नेपालमा डेन्जरै सजिलो छ। नेपालमा वाइल्ड पेलान हुन्छ, यहाँ चाहिँ वाइल्ड चिल हुन्छ काम। जस्ट ल्यान्ड हुनलाई चाहिँ गाह्रो हो। तिम्रो जर्नीको कुरामा नि, तिम्रो जर्नीको यु केम एन्ड स्टडिड, अनि पढुन्जेल चाहिँ तिमीले आइटीमा काम पाएन, त्यो एउटा अपर्च्युनिटी पायो तर दे डिडन्ट हायर, अनि त्यसपछि तिमीले पाएनौ पढुन्जेल चाहिँ? पाएन मैले त्यसमा चाहिँ, त्यति बेला चाहिँ मैले काउन्टाउनमा काम गरेँ। तर आई नो फ्यु पिपल जसले चाहिँ पार्ट टाइममा पनि आइटीमै काम गरिरहेको थियो। तिमीले चाहिँ कसरी तिमी आइटी रोल्समा चाहिँ इन्डअप भयो आफ्टर स्टडी चाहिँ तिम्रो प्रोसेस के भयो? मैले त्यो के अरे पढाइ सकेर खोज्न थाले होइन, मैले अघि भनेको थिएँ नि थर्ड इयरमा खोज्ने होइन, इन्टर्नसिप भन्दा नि म 1 महिनामा कसरी इन्टरभ्यूमा बोलायो भन्दा म डे 1 देखि नै अप्लाई गरिरहेको थिएँ। म स्टुडेन्ट थिएँ, स्टिल आई वाज ट्राइङ कि अप्लाई गरि नै रहेको थिएँ कि। अनि त्यही नै कन्टिन्यू गर्ने हो। यु सेप अप आफ्नो यु सेप अप योर सेल्फ के ब्रो। इन्टरभ्यूमा गएर बोल्दै गएपछि अनि 10वटा इन्टरभ्यू फेल हुन्छ होला, 11th चाहिँ अनि यु किप गेटिङ बेटर त्यो गरिराख्यो भने प्र्याक्टिसले त्यो बेटर हुँदै जान्छ नि, त्योहरू हो। अनि त्यसपछि अब त्यो हेर्दा मैले चाहिँ पहिल्यैदेखि नै अप्लाई गरि नै रहेको थिएँ। अनि ठ्याक्क मेरो लास्ट त्यो असेसमेन्ट पनि सकिने बेला थियो, मैले त्यति बेला अप्लाई गरेको, ठ्याक्क पाएँ। अब त्यो ब्र्याक गरेर त होइन ब्रो, बिफोर आई ह्याड माई भिजा, पोस्ट स्टडी वर्क भिजा आउनभन्दा अगाडि मसँग जब अफर थियो कि। नाइस। त्यो चाहिँ अब कन्टिन्युस ट्राई नै गरेरै हो, मसँग स्किल्स थियो थाहा छ। सो तिम्रो त्यो तर स्टिल यु ह्याड टु गो थ्रु इन्ट्री लेभल होइन, किनभने अल्दो तिमीले त्यो नेपालमा चाहिँ तिम्रो अब म्यानेजरियल इन्जिनियरिङ म्यानेजरमा काम गरेर यहाँ चाहिँ जुनियर टेस्ट इन्जिनियर भनेर आर्की प्रोमा सुरु गरेको थिएँ। कति टाइम लाग्यो तिमीलाई त्यसपछि जम्प भएर अहिलेको भनौँ न म्यानेजरियल क्यापेसिटीमा फेरि फर्किनलाई? मलाई त्यस्तो धेरै लागेन भयो, मैले त्यहाँ चाहिँ लगभग 7-8 महिना जस्तो गरेँ होला आर्की प्रोमा। अनि अब मलाई आफ्नो क्यापेसिटी थाहा हुन्छ नि त, मलाई त जस्ट मलाई एउटा ल्यान्ड मात्र गर्नु थियो क्या। मलाई थाहा थियो म योभन्दा बेटर हो भनेर। अनि तर मलाई ल्यान्ड मात्र यहाँको मार्केटमा टेकिनु मात्र थियो। किनभने कस्तो हुँदो रहेछ भन्दाखेरि यहाँको लोकल एक्सपिरियन्स भएको मान्छेको प्रेफरेन्स चाहिँ धेरै हुँदो रहेछ कि ओभर पिपल लाइक अस जो चाहिँ बाहिरको एक्सपिरियन्स लिएर आएको छ। किनभने यहाँको एउटा स्ट्यान्डर्ड आफ्नै छ होइन, यहाँको कुराहरू कल्चरहरू थाहा हुन्छ। टेक्नोलोजी त मोरओभर सेम नै हो होइन, तर अरू कुराले गर्दाखेरि खोइ मलाई चाहिँ त्यस्तो फिल भयो त्यो। आई 100% एग्री ब्रो। अनि त्यसको रिजन चाहिँ मलाई चाहिँ किन हो जस्तो लाग्छ भन्दाखेरि आइटी सर्भिस भनेको त एज अ पार्ट अफ सर्भिस हो नि त, ओभरअल कम्पनीको चाहिँ एउटा अपरेसनल पार्टमा एउटा सर्भिस भयो होइन। तर कम्पनी किन अपरेट गर्छ, अर्गनाइजेसन किन अपरेट गर्छ भन्दाखेरि दे सेल प्रडक्ट अथवा सर्भिस। अनि प्रडक्ट अथवा सर्भिस सेल गर्ने भनेको त यहीँको मार्केटमा हो, अर ओभरसिज भए पनि दे हेभ टु डिल विथ पिपल। अनि त्यो मान्छेहरूको बारेमा बुझेको, कल्चरसँग एडप्ट भएको, सानो सानो कुराहरू थाहा भएको मान्छे त 100% प्रेफरेन्स हुन्छ। आई थिङ्क त्यो चाहिँ मलाई पनि पहिले चाहिँ ल यिनीहरू चाहिँ रेसिस्ट भएको कि यिनीहरू चाहिँ हामीलाई चाहिँ नद्याए हो कि जस्तो लाग्थ्यो। तर बिस्तारै त्यो भिज्दै गएपछि इट मेक सेन्स अहिले आएर चाहिँ। छैन ब्रो, रेसिस्ट त हुँदै होइन ब्रो। यहाँको किवीहरू भन्दा बाहिरको मान्छेहरू धेरै छ आइटीको रोलमा त। हाम्रोमा त गएर हेऱ्यो भने छिमेक जस्तो लाग्छ, तलमाथिकै देख्छ सबै, नत्र साउथकै मात्रै देख्छ अफिसभरि, त्यस्तो हुन्छ। त्यो त तिम्रो कुरा काटेँ मैले, कहाँनिर मैले बेचेँ होइन। तर आई थिङ्क हामी कहाँ थियौँ भन्दाखेरि उताबाट आउने एक्सपिरियन्स लिएर आउने प्रोफेसनलहरूले चाहिँ मोरलेस एउटा इन्ट्री लेभल भए पनि अपर्च्युनिटी चाहिँ ट्राई गर्नु पऱ्यो होइन। मैले एउटा एकजना ब्रो छ होइन,
नाम चाहिँ लिँदिनँ, म चिनेको धेरै भएको छैन, चिनेको लिङ्कडिनकै थ्रुबाट चिनेको थिएँ। उसले गरिरहेछ, मैले हेरिरहेको छु कि उसको लिङ्कडिन पोस्टहरू यताउता। मैले पनि हेर्छ होला पडकास्ट, के अरे लिङ्कडिन पोस्टहरू हेरिरहेको हुन्छ क्या। अनि हि इज डुइङ अल द राइट थिङ्स क्या। मैले त्यति बेला म त्यसरी गरेको थिइनँ होइन, अब त डेन्जर गरिरहेछ भन्ने म अहिले फिल हुन्छ कि। अनि आई थिङ्क उसको लागि चाहिँ उसले गरिरहेछ क्या, सबै राइट थिङ गरिरहेछ। आई थिङ्क हिज गन गेट द जब। यस्तो मजाले नै त्यो धेरै दुःख नगर्ने त होइन, तर दुःख नै गरेर त्यो सबै अहिले गरेर नै दुःख अहिले गरिरहेछ उसले। अनि ऊ चाहिँ ग्रेजुएट हुँदा बित्तिकै आई थिङ्क मजाले नै ल्यान्ड हुन्छ। अर्को भने त्यो सधैँ जुनियरमै जानुपर्छ। मेरो वाइफको केसमा चाहिँ हामी टुवानै पर्ने खालको रोल भएको थियो कि उसले, लाइक त्यो प्याकेजदेखि लिएर एभ्रिथिङ। सो त्यो हुन्छ। मेरो केसमा चाहिँ म जुनियरबाट स्टार्ट गरेको थिएँ यहाँ, ब्याक टु अब रिस्टार्ट भएको थियो मेरो चाहिँ। सबैको त्यो हुँदैन, आफ्नो रोलमा आफ्नो नेपालको जे छ अरू बाहिरको जुन पोजिसनमा थियो रन अबाउट सेम पोजिसनबाट यहाँ फेरि रिज्युम गर्न मिल्छ। रिस्टार्ट मोस्ट लाइकली नपर्ला पनि, तर यु हेभ टु डु द राइट थिङ्स। ब्रदर, हाउ इज द लाइक द बर्ड भ्यू क्या? यसो माथिबाट झट्टा हेर्दाखेरि चाहिँ न्युजिल्यान्डको जब मार्केट मलाई चाहिँ के लाग्छ भने हाइली स्किल्ड हाइली टेक्निकल मान्छेहरू चाहिँ यहाँ त्यति छैन होला जस्तो लाग्छ। टु रिजन, एउटा चाहिँ न्युजिल्यान्ड सेल्फ सानो भयो होइन, पपुलेसन वाइज पनि कन्ट्री वाइज पनि। अर्को रिजन भने चाहिँ ब्रेन ड्रेन यहाँ पनि छ नि त, मान्छेहरू मुभ भइरहेछ। यङ न्युजिल्यान्ड बर्नहरू धेरै जस्तो बाहिरको ओभरसिज एक्सपिरियन्स लिनलाई बल्क अफ देयर टाइम 20 इयर्स 30 इयर्स चाहिँ विदेशमा बस्दिन्छ कतिजना होइन। सो त्यो भएर अब ब्रेन ड्रेन पनि छ। अनि त्यो हाइली स्किल मान्छेहरू चाहिँ यहाँ हुन्न जस्तो लाग्छ। सो त्यो पार्टमा जहिल्यै स्किल सर्टेज भइरहेको जस्तो मलाई लाग्छ बाहिरबाट हेर्दा होइन। इज इट ट्रु? तिमी त्यहाँ बसेर काम गरिराख्दाखेरि कस्तो छ त्यहाँ अहिलेको न्युजिल्यान्डको भनौँ न? आई थिङ्क मान्छेको एक्सपेक्टेसन नै त्यस्तो धेरै छैन जस्तो लाग्छ मलाई अनेस्टली भन्दाखेरि। न्युजिल्यान्ड भन्दा सानो कन्ट्री हो नि त, थोरै पपुलेसन छ, अराउन्ड अबाउट 5 मिलियन। अनि त्यसमा धेरै अपर्च्युनिटी हुने कुरा त भएन, तर फेरि त्यहीभित्र मान्छे पनि त छैन नि त धेरै। कम्पिटिसन फेरि अस्ट्रेलियाको कुरा गऱ्यो, युएसको कुरा गऱ्यो भने सेम अमाउन्ट अफ त्यो त के भन्छ डिरेक्टली प्रोपोर्सनल हो नि त। अपर्च्युनिटी सँगसँगै त्यहाँ च्यालेन्जेस पनि कम्पिटिसन पनि हाई नै छ नि त। त्यसको कम्पेरिजनमा चाहिँ यहाँ अपर्च्युनिटी थोरै छ, ट्रु, तर त्यो कम्पेरिजनमा फेरि एट द सेम टाइम च्यालेन्जेस कम्पिटिसन पनि थोरै छ। माथिबाट हेर्दाखेरि जब अपर्च्युनिटी एभ्री डे छ भनेपछि जस्ट एटलिस्ट हामीहरू जस्तो कन्ट्री होइन, नेपालहरू जस्तो कन्ट्रीमा चाहिँ राम्रो स्किल भएको मान्छेहरूलाई चाहिँ जस इजिली यहाँनिर अपर्च्युनिटीहरू छ भन्दा भयो होइन। एकदम कति म मेरो एक्सपिरियन्स सेयर गर्छु। म सुरुमा आउँदाखेरि 1 वर्ष म पढिन्जेल कम्प्लिटली मेरो लेभल 8 कम्प्लिट नगरिन्जेलसम्म मेरो अन्डरस्ट्यान्डिङ के थियो भने यहाँ त आइटी मार्केटमा मान्छे नै छैन, नेपालीहरू त यहाँ त आइटी मार्केटमा छैन भन्ने थियो कि मेरो दिमागमा त्यस्तो थियो कि। किनभने मैले कोही चिने पनि थिएन, को छ के छ कहाँ। लिङ्कडिनबाट 2 जना भेटेको थियो, अनि त्यसपछि उनीहरूसँग अलिक कुरा गर्थेँ, अनि उनीहरूलाई पनि खासै धेरै नरहेछ कि, थाहा नरहेछ कि। अनि अहिले बुझ्दै जाँदाखेरि त यति धेरै छ कि। अब ब्रोले नि त्यो हाम्रो ग्रुप देखाएको छ नि, त्यसमा आएको सबै अलमोस्ट मैले हाफ जस्तो मान्छेहरू चिन्छु पर्सनल्ली नै। एकचोटि न दुईचोटि चाहिँ कुरा गरिरहेको छु होइन। छ यहाँ नेपालीहरू छ, रिच आउट गर्नु। मलाई चाहिँ सुरुमा डर पनि लाग्थ्यो कि ल यहाँ छौँ। अब के हुन्छ भन्दाखेरि कोही पनि नभएको ठाउँमा गएर म फर्स्ट त अलिकति आफूलाई नै स्केरी नै हुन्छ नि। म चाहिँ के भन्छु भन्दाखेरि नेपालमा एक्सपिरियन्स अथवा जहाँ पनि एक्सपिरियन्स लिएर यहाँ आएको छ भने हामी छौँ यहाँ, हामीले गरिरहेछ भने यु क्यान डु इट एज वेल। के भने त्यो हामी यत्तिकै आएको होइन, हामी त्यो यत्तिकै त्यो उ गरे होइन होइन। तपाईँहरूले पनि आएर गर्ने यताउता गर्ने। हामी अझ त्यति बेला त यस्तो रिच पनि थिएन, त्यति बेला रिच आउट गर्ने हामीलाई कम मान्छे थियो। अहिले चाहिँ हामी गर्न खोजिरहने, सबैलाई हेल्प गर्न खोजिरह हो, इम्प्याथेटिक भयो। हाम्रो टाइममा अलिकति गाह्रो थियो भने अहिले चाहिँ हामी केही भयो नि फेसिलिटेट गरिदिन्छौँ होइन। सो द्याट योर जर्नी इज अलिकति त्यो पुरै कम्प्लिटली उ नै गर्ने त होइन, तर अलिकति सजिलो पनि हामी छ। भोलि तपाईँहरू नै आउने हो, तपाईँहरू हुन्छ, तपाईँहरूको लागि छ यहाँ। आई थिङ्क नयाँ आउनेहरूलाई झन् बेटर अपर्च्युनिटी छ जस्तो लाग्छ मलाई होइन। अहिलेको जेनेरेसन झन् एक्सपर्ट छ होइन। प्लस अब मेरो एउटा भनाइ छ क्या, यो पडकास्टमा म बोल्दा बोल्दा आफै निक्लेको होइन। न्युजिल्यान्डमा चाहिँ
इन्ट्रोभर्ट हुन छुट छैन क्या, त्यो चाहिँ मैले भन्ने गरेको छु होइन। सो इन्ट्रोभर्ट भने चाहिँ अब त्यो हुन्छु भनेर हुने कुरा होइन, तर यहाँ आइसकेपछि कतै न कतै त्यसलाई चाहिँ जितेर अथवा म्यानेज गरेर चाहिँ लानुपर्छ, अलिकति यहाँको स्टाइलमा ढाल्नुपर्छ भनेर चाहिँ म भन्छु। आई थिङ्क हामीले धेरै कुरा नै कभर गऱ्यौँ जस्तो लाग्यो होइन शिशिर। अब वी क्यान अलवेज गो डिप एन्ड डिप होइन, तर जस्ट न्युजिल्यान्डमा चाहिँ एउटा पोइन्ट चाहिँ मलाई के एड गर्नु मन लाग्यो भने यु हेभ टु वेयर मल्टिपल ह्याट्स पनि, किनभने न्युजिल्यान्डमा चाहिँ धेरै स्टार्टअपहरू छ अनि स्मल बिजनेसहरू धेरै छ होइन। आई थिङ्क 97% बिजनेसेसहरू चाहिँ स्मल बिजनेस हो होइन। सो एउटा स्पेसिफिक हाइली स्किल्ड मान्छे अथवा स्टुडेन्टहरूले पनि एउटा सेक्टरमा मात्रै म जान्छु, सबै कुराहरू सिक्छु, एकदम त्यसमा प्रो हुन्छु अनि अपर्च्युनिटी पाउँछु भन्दा पनि ब्यालेन्स गरेर कम्युनिकेसन स्किल्स भयो, अरू सेक्टरमा पनि अलिअलि बुझेर अनि सानो सानो रोलहरू पनि लाई लिएर अनि अलिकति सबै मल्टिपल ह्याट्सहरू चाहिँ वेयर गर्न सक्ने खालको क्यापेसिटी डेभलप गर्यो भने पनि छिटो अपर्च्युनिटी पाइन्छ होला यहाँ जस्तो लाग्छ मलाई है। एकदम 100% कम्युनिकेसन कि नै हो, सबै काम आउँदैन। मलाई पनि आएर म 10 वर्ष भयो सफ्टवेयर टेस्टिङमा काम गरेँ, अर्को कम्पनीमा गयो भने मलाई नआउने कुराहरू टन्नै छ क्या, तर द वे यु कम्युनिकेट गएर भन्ने क्लियरली मैले योमा चाहिँ काम गरिरहेको छु, त योमा चाहिँ गरेको छैन, तर आई क्यान ट्राई, मैले यो गर्छु भने त्यो आफ्नो एक्सप्रेस गर्ने क्या, अन्त हाउ यु डु इट भने कम्युनिकेसन नै हो। सो कम्युनिकेसनमा वर्क गऱ्यो भने सबसे मेन स्किल नै यहाँ कम्युनिकेसन, त्यो ल्याङ्ग्वेज भने सिकि नै हालिन्छ। नाइस 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 ब्रदर। सो बिफोर वी ऱ्याप अप होइन, मसँग एउटा लास्ट क्वेसन छ होइन। सो त्यो चाहिँ छुटेको क्वेसन हो क्या, खास अघि आउनुपर्ने क्वेसन हो। पोर्टफोलियो अनि त्यस पछाडि आफूले गरेको टेक्निकल प्रोजेक्टहरूको डेमो भिडियोजहरू अनि इभन अब त्यो लङ सिभीहरू होइन, आफ्नो डिटेल्ड टेक्निकल डकुमेन्टेसनहरू राखेको प्रोजेक्टको चाहिँ डिटेल राखेको सिभीहरू कतिको इम्पोर्टेन्ट छ आइटी सेक्टरमा? सिभी चाहिँ अब कहिलेकाहीँ रिभ्यू हामीले पनि गर्नुपर्छ होइन, त्यसमा डिटेल म चाहिँ राख्ने भन्छु। कतिले भन्छ कि त्यो आई थिङ्क एन्ट्री लेभलमा अलिकति एप्लिकेबल हुन्छ होला, अलिकति सटिक खालको टकटक चाहिने कुरा राख्ने भने, अनि किनभने त्यहाँ आफूले काम गरेर एक्सपिरियन्सहरू हुँदैन नि त, के देखाउने सोकेस गर्ने भन्ने कुरा लिमिटेड हुन्छ। तर काम गरिसकेको छ भने अब जस्तो मेरो केसमा भने म चाहिँ मजाले राखिदिन्छु, म 4 पेज होस् म बनाइदिन्छु कि, किनभने मैले गराएको छु नि त, म नगरेर यतिकै हालेँ होइन, मैले जे गरेको छु त्यो त देखाउने, अन्त त्यो त मैले आफूलाई सेल गर्ने पोइन्ट हो सिभी। मेरो फर्स्ट थिङ मान्छेले मलाई किन इन्टरभ्यूमा बोलाउने भन्दा मेरो सिभी देखेर बोलाउने हो नि त। सो मलाई चाहिँ राख्नुपर्छ जस्तो लाग्छ। अनि प्रोजेक्टको कुरा गरेको थियो, स्टुडेन्टमा चाहिँ एप्लिकेबल हुन्छ, रिसर्च गर्नु गिटहबमा चाहिँ प्रोजेक्टहरू आफूले गर्दै गर्ने, अनि द्याट्स हाउ यु लेट पिपल नो कि तिमीलाई एउटा कुरामा इन्ट्रेस्ट छ भनेर। भोलि फ्रन्ट एन्डको एउटा इन्टरभ्यू दिन छ होला फ्रन्ट एन्ड डेभलपरको, अनि केही गराएछ भन्दाखेरि गराएछ कसरी इन्ट्रेस्ट भयो त, अनि यो ब्ल्याङ्क के कसरी इन्ट्रेस्ट थाहा नै छैन क्या। तर त्यही टाइममा आफूले होमवर्क गर्ने, अहिले त एआई छ होइन, च्याट जिपिटीबाट जेबाट हुन्छ, अथवा आफूले त्यो सिकेको कोर एक्चुअल स्किल नै अप्लाई गरेर प्रोजेक्टहरू गऱ्यो, गिटहबहरूमा अपलोड गऱ्यो भने सिभीमा चाहिँ त्यो लिङ्क राख्न मिल्छ। अनि उनीहरूले क्लिक गर्यो भने गएर पब्लिक रिपोजिटरी बनाइदियो भने चाहिँ त्यहाँबाट प्रोजेक्ट हेर्छ, अनि द्याट्स हाउ दे नो कि यो मान्छे इन्ट्रेस्टेड भएर यतिको गराएर रहेछ। अनि अर्को भने चाहिँ सर्टिफिकेसन हुन्छ, सर्टिफिकेसन चाहिँ एकदम म रिकमेन्ड गर्छु यहाँ सर्टिफिकेटहरू गर्न चाहिँ। नयाँ यदि अझ न्यू हो भने चाहिँ, किन भन्दाखेरि द्याट्स हाउ यु लेट पिपल नो अगेन कि एउटा पर्टिकुलर कुरामा इन्ट्रेस्ट छ। मलाई इन्ट्रेस्ट छ त जसले पनि भन्छ नि त, के गरेछ त इन्ट्रेस्ट भएर भन्दाखेरि केही त देखाउने हुनु पऱ्यो नि त। दोज आर द फ्यु थिङ्स द्याट यु क्यान इभन थिङ्स लाइक मिटअप कन्फरेन्स होइन, कतिवटा बिग कम्पनीजहरूले कन्फरेन्स गरेर हुन्छ सर्टेन टपिकमा। सो आफूले मन लागेको टपिकमा गएर चाहिँ मैले चाहिँ यो कन्फरेन्स गरामा एटेन्ड भएको छु। सो यु क्यान सेयर फोटोज अफ दोज थिङ्स पनि होइन। सो दोज आर द स्मल ट्रिक्स होइन। एनिवेज ब्रो, मैले एउटा एचआर प्रोफेसनलसँग पनि पडकास्ट एपिसोड गरेको छु, मेबी तिम्रो भन्दा अगाडि आउँछ कि पछाडि आउँछ। सो बट त्यसमा पनि हामीले सिभीहरूको बारेमा अनि हाउ डज हायरिङ म्यानेजर थिङ्क्स अदर साइड भनेर पनि हामीले त्यहाँ कभर गरेका छौँ। सो होपफुली अडियन्स एन्ड भ्युवर्स विल टेक होइन इन्फर्मेसन फ्रम देयर पनि। सो आई थिङ्क हामीले मोर एन्ड लेस कभर गऱ्यौँ। फाइनली
Do you have to say anything before we end up? आई थिङ्क धेरै कुरा कभर भयो जस्तो पनि लाग्यो तर त्यो कुरा गऱ्यो भने यति धेरै कुराहरू निस्किँदै जान्छ आई थिङ्क पछि कुरा गर्दै गरौँला तर यहाँ न्युजिल्यान्डमा भएको नेपालीहरू जो चाहिँ आइटीमा बिट युर फ्रेस or experienced हो we've created a group called Nepalese IT professionals in New Zealand प्राइभेट ग्रुप छ रिक्वेस्ट गर्न मिल्छ त्यहाँ मैले नेप्लिज इन न्युजिल्यान्ड ग्रुपमा पनि राखिदिएको छु अरू कोही साथी सर्कलमा सोध्यो भने कोही चाहिँ इन्भल्भ भइसकेको छ होला त्यसमा जोइन हुनु अहिले अलिकति त्यो टाइमको कन्स्टेन्टले गर्दाखेरि रेगुलर पोस्टहरू आउनु चाहिँ सकिरहेको छैन र हामीले गर्न खोजिरहेको कुरा भने चाहिँ ब्रिज गर्न खोजिरहेको हो यहाँको पढाइ र यहाँको इन्डस्ट्री लाई ब्रिज गर्न खोजिदिरहेको अब जस्तै हाम्रो एक्सपिरियन्स सेयर गर्ने मैले कसरी गरेँ भन्ने त्यसले गर्दाखेरि चाहिँ नयाँ आइरहेको मान्छेहरूलाई चाहिँ यसरी गर्ने रहेछ अर मैले गरेको सबै ठिक रहेछ ठिकै छ अथवा मैले गरेकोमा चाहिँ यो कुरा मिसिङ रहेछ भन्ने हुन्छ अनि अर्को भने यहाँ काम गरिरहेको मान्छेसँग पनि नेटवर्क बिल्डअप हुन्छ सो त्यो ग्रुपमा जोइन हुनु हामी प्लान गरिरहेको छौँ वर्कसपहरू पहिला अकल्यान्डमा अनि भर्चुअल वर्कसपहरू गरेर अहिले चाहिँ ब्याचलरको फर्स्ट चाहिँ हाम्रो ब्याचलर गरिरहेको फ्रेस ग्रेजुएटहरूलाई चाहिँ ग्रेजुएट होइन पढिरहेको मान्छेहरूलाई चाहिँ यो छ है मार्केटमा तिमीहरूलाई यदि थाहा छैन भने चाहिँ यस्तो यस्तो हुन्छ भन्ने अनि उनीहरूलाई चाहिँ भोलि यो फिल्डमा तिमीहरू जान मिल्छ भन्ने अनि अर्को भनेको चाहिँ हरेक फिल्डमा यहाँ डिफ्रेन्ट फिल्डको डिफ्रेन्ट मान्छेहरू छ हरेक फिल्डमा चाहिँ यो मान्छे यदि ल सफ्टवेयर टेस्टिङमा आउँछु भने चाहिँ म छु है कन्ट्याक्ट पर्सन आई मोर देन ह्याप्पी टु हेल्प कसैले आएर सोध्छ यताउता भने पनि देयर आर पिपल लाइक द्याट जसले चाहिँ हेल्प गर्न खोजिरहेको हुन्छ सो आउनुहोस् जोइन हुनुहोस् आई विल ट्राई टु बी अफ हेल्प एज मच एज पोसिबल थ्याङ्क यू सो मच शिशिर होइन त्यो नेप्लिज आइटी प्रोफेसनल ग्रुपमा चाहिँ म हाइली रिकमेन्ड गर्छु प्लस अब यदि कसैले चाहिँ भनौँ न तिम्रो करियर स्पेसिफिक टेस्टिङ फिल्डमा जान चाहन्छ भने चाहिँ हाउ विल दे कन्ट्याक्ट यु थ्रु लिङ्कडिन म लिङ्कडिनको आई थिङ्क प्रोसँग म कनेक्टेड छु लिङ्कडिनको प्रोफाइल सेयर गरिदिँदा हुन्छ म ओके थ्याङ्क यू सो मच फर यर टाइम अनि र आजको चाहिँ एपिसोड हामी यहीँ सघाउँछौँ प्लिज फिल फ्री टु राइट कमेन्ट्स आस्क क्वेसन्स अनि यदि कसैलाई चाहिँ आफ्नो करियर स्पेसिफिक कुराहरू सेयर गर्न मन छ भने प्लिज गेट इन टच विथ मी मेरो इमेल पनि राखिदिन्छु र यु विल फाइन्ड मी एभ्रिवेयर टिकटकदेखि लिएर फेसबुक लिङ्कडिन सबैतिर सो थ्याङ्क यू सो मच फर वाचिङ बाई बाई टिल नेक्स्ट टाइम